कार्यक्रमहरू गरेका छौँ अहिले। जस्तै तपाईको हाम्रो सहकारीलाई उत्पादनसँग डाइरेक्ट जनता र उत्पादनसँग जोडेर त्यसलाई चाहिँ बजारीकरणतिर पनि हाम्रो सहकारीले अहिले बाँकेको चाहिँ सहकारी शाखाले हामी सुरु गरिसकेका छौँ। त्यस्तै अहिले खजुरा र जानकीको गाउँपालिकाको मिलाएर खजुरा शाखा भन्ने जुन एउटा नामाकरण गरेर शाखा खोलिएको छ, त्यसमा जानकी र हाम्रो खजुराका चाहिँ सहकारीहरू आबद्ध छन्। जसमा म आज एकदम हटली दुःख साथ म भनिरहेको छु, जानकी गाउँपालिकामा आज जानकी गाउँपालिकाका सहकारी विभागका शाखाका प्रमुखसँग आदरणीय प्रमुखसँग बसेर केही कुराहरू र भलाकुसारी गर्दाखेरि म अति पीडित भएँ। जम्मा छन् 42वटा सहकारी स्थापित भएका, तर एक्टिभ रूपमा चाहिँ लाग्ने जम्मा 4वटा सहकारी छन्। त्यो 4वटा सहकारीलाई पनि आदरणीय अध्यक्षज्यूबाट सायद अपहेलित गरे हो कि हाम्रो सहकारीहरूलाई चाहिँ मतलबै नराखिदिया हो कि आउँदा जाँदा चाहिँ भोट माग्दै चाहिने, बाँकी सहकारीले के गरिरहेछ भनेर अनुगमन पनि नगरिदिने भनेर चाहिँ आज सहकारी र हाम्रो गाउँपालिकाको बिचमा पहिलो यो जमर्को गरेका छौँ। सायद योभन्दा पहिला भएको थिएन होला। र यसपछि आदरणीय अध्यक्षज्यू खजुरा र यहाँको शाखाको अन्तर्गत रहेका 42वटा यहाँ खजुरामा सबै गरेर लगभग 30,000 माथि पब्लिकहरू सहकारीमा आबद्ध छ। त्यो 30,000 पब्लिकहरूसँग चाहिँ म लगभग यो 3-4 वर्षमा सँगै बस्ने कार्यक्रम छ मेरो। र उहाँहरूप्रति चाहिँ म उत्तरदायी छु। यो 40,000 लगभग पब्लिक बनाएर अघि हामीले जोड्यौँ। हाम्रो सहकारी के अरे विभाग प्रमुख र मैले 40,000 पब्लिकको बिचमा म 5 वर्ष बस्दाखेरि यदि गाउँपालिका चाहिँ जानकी गाउँपालिकाले सहयोग गरिदियो भने सायद त्यो जानकी गाउँपालिकालाई लागि पनि त्यो 40,000 पब्लिकले सहयोग गर्ला कि जस्तो लाग्छ कि। तसर्थ हाम्रो चाहना के थियो भने हाम्रो जानकी गाउँपालिकाबाट निरन्तर रूपमा यहाँ भएका सहकारीहरूलाई चाहिँ सहकारीहरूको कार्यालय स्थापना गराउनेतिर, अनुगमन गर्नेतिर र सहकारीलाई प्रमोट गर्नेतिर र सहकारीलाई लगेर जानकी गाउँपालिकाको उत्पादनसँग सिधा सहकारीलाई किसानसँग र किसानलाई चाहिँ उत्पादनसँग जोडिएन भने सहकारीहरू फस्टाउन नसक्ने अवस्था आएको हुँदा हाम्रो खजुरा शाखाले चाहिँ दुईटै गाउँपालिकामा गएर डेलिगेसन जाने, आउँदो बजेटमा कमसे कम पनि 25% बजेट चाहिँ सहकारीलाई चाहिँ छुट्याइदियोस् र यो ठाउँमा भएका सहकारीहरूलाई प्रत्येक वर्ष चाहिँ विभिन्न तालिमहरू गोष्ठीहरू दिएर चाहिँ प्रमोट गरोस् र प्रत्येक सहकारीलाई चाहिँ गाउँपालिकाबाट महिनामा एकचोटि अनुगमन गरेर त्यसको चाहिँ यथार्थ लेखा विवरणहरू गाउँपालिकामा आओस् र हामीलाई काम गर्नेलाई पनि सजिलो र गाउँपालिकाले आफ्नो नीति नियम भित्र राखेर गर्दा पनि गाउँपालिकालाई सजिलो भएको हुँदा आज हामी यहाँलाई चाहिँ ज्ञापन पत्र बुझाउन आएका छौँ। हामीलाई आशा छ कि आदरणीय छब्बन दाइ छँदै हामीले दुःख पायो भने त्यो बेडमा नहोला। त्यसकारण चाहिँ हाम्रो शाखा प्रमुखलाई यो ज्ञापन पत्र पढेर सुनाइदिनु हुन हार्दिक अनुरोध गरेँ मैले। सहजीकरणको लागि चाहिँ हामीले 8वटा जति मुद्दा बनाएको छौँ। वार्षिक नीति पहिलोमा चाहिँ हाम्रो वार्षिक नीति तथा कार्यक्रममा सहकारी क्षेत्रलाई प्राथमिकता दिई बजेटमा कम्तीकम 25% विनिमय गर्ने, पालिकाको नीति निर्माण तथा सार्वजनिक क्षेत्रमा सरकार राख्न छलफल तथा बैठकमा सहकारी क्षेत्रको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने, सहकारीलाई उत्पादनमा जोडिन उत्प्रेरित गर्ने कार्यक्रममा सञ्चालन हुनुपर्ने, सहकारी कर्मीहरूको क्षमता विकासका लागि समय सापेक्षिक तालिमहरूको निरन्तरता हुनुपर्ने, सहकारी संस्थाहरूबाट लगानी गरी भाका नलागेका कर्जा ओडाबाट असुलमा सहजीकरण हुनुपर्ने, सहकारीहरूमा अनुगमनको कार्यलाई निरन्तरता दिनुपर्ने। धन्यवाद। आदरणीय साथीहरू, मैले आज स्पष्ट के भने मेरो अनुभव छोटो समयमा छोटो अनुभव भए पनि आज यदि यो सहकारी अभियन्ता बहिनीले एउटा राम्रो चोलो लगाएर हिँड्यो भने बाहिर हेर्ने दृष्टिकोण गलत छ। एउटा अनि त्यसले सहकारीको अध्यक्ष बनाएको छ, सहकारीबाट चोरेर राम्रो चोलो लगायो भने भनिदिन्छन्। एउटा ढाकाको टोपी राम्रो लगाएर सहकारी अभियन्ता हिँडियो भने सहकारीबाट लिएर आएर चोरेर बनायो होला घुस खाएर मोराले भन्ने चलन छ। तर होइन आदरणीय अध्यक्षज्यू र आदरणीय सहकारी विभाग प्रमुखज्यू, यो खजुरा शाखाभित्र मैले स्पष्ट हेरेँ। म प्रत्येकको घरमा गएको छु। यो 40,000 पब्लिकको बिचमा म 4 वर्षमा प्रत्येक साथीहरूको घरमा जान्छु। तर मैले हेरेको के छ भने आदरणीय अध्यक्षज्यू, खजुरा शाखाभित्र जानकी र खजुराको पर्ने भएको हुनाले खजुरा शाखाभित्र रहेका सहकारीहरू बिग्रेको अवस्थामा छैनन्, बिग्रेर ऋण टाट पल्टेर गएको अवस्थामा छैनन्।
तर बाहिरबाट आएको सहकारीले स्थापना भएर कसको घरमा कति लाख रुपियाँ कुन छोरीसँग छ भन्ने उनलाई थाहा छ। बाहिरबाट आएको साथीहरूले उनीहरूले रुपियाँ खाएर भागेको अवस्था छ। त्यसकारण हेर्ने दृष्टिकोणमा पनि हजुरले चेन्ज ल्याइदिनु पऱ्यो। स्थानीय हजुरको गाउँपालिकामा दर्ता भएको सहकारीले हेर्ने दृष्टिकोण अलग राखिदिनु पऱ्यो। बाहिरबाट आएको स्थापित हुने शाखा खोल्ने जुन बाहिर काठमाडौँ बुटोल भैरवबाट आउने हुन्छन् त्यो एउटा नेता फस्या जस्तै सहकारीहरू, त्यसलाई हेर्ने दृष्टिकोण र नीतिमा चाहिँ अलग नीति ल्याइदिनु पऱ्यो भन्ने मेरो आग्रह हो आदरणीय अध्यक्ष। त्यसकारण खजुरा र जानकीमा भएका सहकारीहरू कैयौँ सहकारीहरू गाउँपालिकामा आबद्ध रहन्छन्। गाउँपालिकाबाट तपाईँको चाहिँ अनुगमन हुँदाखेरि अनुगमन अफिसै भेटिन्न, मान्छे नै भेटिन्न, झोलामा कागज हाल्दा हिँड्दै हुन्छ। खालि आएर हजुरलाई आएर चाहिँ मल किन्ने बेलामा हजुरलाई टेन्सन गराइदिन्छन्। त्यसकारण चाहिँ अफिसको सुरुवात पनि गरिदिनु पऱ्यो। गाउँपालिकाबाट प्रत्येक सहकारीमा अनुगमन गरिदिनु पऱ्यो। किनभने भोलि बिग्रियो भने त हजुरको टाउकोमा आउने कुरा हो। गाउँपालिकाले कोअर्डिनेसन गर्न सकेर ऋण खाएर भाग्यो भन्ने हुन्छ, बिग्रिनुहुन्छ। त्यसकारण त्यो गरिदिनु पऱ्यो भने अर्को चाहिँ सबभन्दा ठुलो समस्या के भएको छ भने भागा मागेका ऋणीहरूलाई गाउँपालिका र वडाबाट चाहिँ अलिकति सेवा सुविधामा चाहिँ एउटा सूचना जारी गरिदिनु पऱ्यो। यदि तपाईँहरू सहकारीमा चाहिँ यो बैमानी गर्नुपर्छ आफ्नो गाउँपालिकाभित्र पनि ऋण तिर्नुहोस् है, भोलि तपाईँको चाहिँ सेवा सुविधा रोक्न सकिन्छ भनेर भनिदिने हो भने सहकारीहरू पुरै यहाँ गभर्मेन्टको ट्याक्स तिर्न आइपुग्छन्, यहाँ समन्वय गर्न आइपुग्छन्, 42 का 42 आइपुग्छन्। त्यसकारण चाहिँ मैले यो ज्ञापन पत्र आदरणीय अध्यक्षज्यूलाई मैले बुझाएँ। ल